कपाल ठ्याक्कै डोनाल्ड ट्रम्पको जस्तै तौल 700 किलो बंगलादेशमा ईदको लागि बिक्री भयो विश्वकै अचम्मको भिआइपी भैंसी, जसलाई हेर्न अहिले दिनहुँ उर्लिन्छ हजारौंको भिड। इन्टरनेटमा तहल्का मचाउँदै डोनाल्ड ट्रम्प नामको गोरो कपाल भएको भाइरल भैंसी सुन्दा पत्याएर नलाग्न सक्छ, तर यो बिल्कुल सत्य हो। बंगलादेशको राजधानी ढाका नजिकै रहेको नारायणगञ्जको एक फार्ममा अहिले एउटा अनौठो भैंसी हेर्ने मानिसहरूको थामी नसक्नु भिड छ। गुलाबी छाला र टाउकोमा रहेको गोरो ब्लन्ड कपालको गुच्छा ठ्याक्कै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सिग्नेचर हेयर स्टाइल जस्तै देखिन्छ। यही अचम्मको समानता देखेपछि फार्म मालिकका भाइले जिस्केर यसको नाम डोनाल्ड ट्रम्प राखिदिए। अहिले यो नाम र यो भैंसी दुवै इन्टरनेटमा भाइरल सेन्सेसन बनेका छन्। किन यति धेरै क्रेज? मानिसहरू यो भैंसीको अनौठो रूप र ट्रम्प स्टाइलको फ्यान भएका छन्। टाढा टाढाबाट मानिसहरू यो ट्रम्प भैंसीसँग सेल्फी खिच्न, भिडियो बनाउन र टिकटक बनाउन फार्ममा ओइरिरहेका छन्। करिब 700 किलो भन्दा बढी तौल भएको यो विशालकाय अल्बिनो सेतो भैंसी हेर्दा जति खतरनाक र डरलाग्दो देखिन्छ, स्वभावले भने त्यति नै शान्त र सोझो छ। यसलाई गर्मीबाट बचाउन दिनमा 4 पटकसम्म नुहाइदिने गरिन्छ र फ्यानहरूको भिड व्यवस्थापन गर्न फार्म मालिकलाई हम्मे परेको छ। आगामी ईद उल अजहा बकरिदको अवसरमा कुर्बानी बलि दिनको लागि यो इन्टरनेट स्टार भैंसीलाई किनिसकिएको छ। जिउँदो तौलको आधारमा निकै महँगो मूल्य करिब 550 टाका प्रति किलोमा बिक्री भएको यो डोनाल्ड ट्रम्प भैंसी यस वर्षको ईदको सबैभन्दा चर्चित पशु बनेको छ। जनावर नै भए पनि यसको त्यो गजबको हेयर स्टाइल र अनौठो लुक्सले हजारौं दर्शकको मन जितेर एउटा छुट्टै इतिहास भने रचेको छ।